एउटा नियोजित बनाऊ अथवा एउटा संयोगवश बनाऊ, कुनै पनि एउटा संस्थाले आजकै मितिमा एउटा कार्यक्रम गरेर हामीलाई अलिकति एक किसिमको नकारात्मक रूपमा अवरोध सिर्जना गर्न खोजिएको छ, त्यसपछि पनि म त्यो कार्यको म घोर भ्रष्टना गर्न यस किसिमको क्रियाकलापहरू निरन्तर रूपमा भइरहेमा आउँदा दिनहरूमा संस्थागत रूपमा होस् या व्यक्तिगत रूपमा कसरी आफ्नो कदमहरू अगाडि बढाएर अगाडि बढ्नुपर्छ, कुन किसिमको रणनीतिहरू हामीले अपनाउनुपर्छ, त्यसमा हामी पनि त्यस किसिमले हामी पनि सचेत र तयार रहेको पनि म यहीँबाट घोषणा गर्न चाहन्छु। श्री खर्क सुब्बा चेम्जोङज्यूलाई यो नेपालको राष्ट्रिय तथा लिम्बू समुदायको महान् चासोक तङनाम 2025 अथवा येले तङ्बे 5085 को शुभ अवसरमा जुन आयोजना गरेको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूतावास सियोल दक्षिण कोरियाका महामहिम राजदूत डाक्टर शिवमाया तुम्बाबैज्यू, त्यसै गरी ग्यासमा आसीन विशिष्ट अतिथिज्यूहरू, विशेष अतिथिज्यूहरू, विभिन्न जातीय र क्षेत्रीय संस्थाका प्रतिनिधिज्यूहरू र यो आजको चासोक तङनाम विशेष कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण याक्थुङ समुदायका आदरणीय आदाङमाज्यूहरू र गैर लिम्बू समुदायका आदरणीय आमाबुवा तथा दाजुभाइ सम्पूर्णलाई मेरो संस्थागत तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँहरूलाई नोङमेङदिङ सेवारो नोगेन टक्राउन चाहन्छु। स्वीकार्नुहोस् नोगेन सेवारो। र सबैभन्दा पहिला म तपाईँहरूलाई यो येले तङ्बे 5085 को तपाईँहरूलाई सम्पूर्णलाई म एकमुष्ट रूपमा शुभकामना व्यक्त गर्न चाहन्छु। र हामीसँग समयको पाबन्दी भएको कारणले गर्दाखेरि म धेरै बोल्न चाहन्न र यो एउटा 2 दशक पछिको एउटा ऐतिहासिक क्षण बनेको छ। यस हिसाबमा बनेको छ कि हाम्रो यो आफ्नै समुदायको प्रमुख अतिथि अथवा नेपाली राजदूतावास सियोल दक्षिण कोरियाका महामहिम राजदूत डाक्टर शिवमाया तुम्बाबेज्यूको प्रमुख आतिथ्यतामा आजको यो चासोक तङनाम विशेष कार्यक्रम किरायदाथुङ चुम्लुङ दक्षिण कोरियाले आयोजना गर्दै गरेको अवस्था चाहिँ एउटा ऐतिहासिक क्षण बनेको छ। त्यो मानेमा म महामहिम राजदूतज्यूलाई म विशेष धन्यवाद दिन चाहन्छु र हाम्रो यो किरायदाथुङ चुम्लुङ दक्षिण कोरिया परिवार र दक्षिण कोरियावासी सम्पूर्ण लिम्बू समुदायका दाजुभाइ तथा दिदी बहिनीज्यूहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। र हाम्रो यो विशेष चाड रहेकाले तपाईँ हामी यहाँनिर हामी विशेष रूपमा उपस्थित भएका छौँ र यसले हामीलाई एक किसिमको हामीमा भएको जुन किसिमको एउटा सांस्कृतिक जागरण, एक किसिमको सांस्कृतिक रूपमा एक किसिमको आफूमा भएको चेतनाको एउटा विकासको रूपमा पनि हामीले लिएका छौँ। यसभन्दा अगाडि यस किसिमको एउटा चेतना एउटा सांस्कृतिक विकासको अभावको कारणले हामीले यहाँ यस किसिमको उपस्थिति र यस किसिमको सौहार्दतापूर्ण वातावरणमा हामीले चासोक तङनाम मनाउन सकिरहेका थिएनौँ। तर आजको दिनमा आएर यति भव्य रूपमा तपाईँ हामी यहाँ उपस्थित भएर यसरी चासोक तङनाम मनाइरहँदाखेरि हामी संस्थागत रूपमा पनि र एउटा समुदायगत रूपमा पनि एकदमै हर्ष र खुसी भएका छौँ र यसले अझ आउँदा दिनहरूमा पनि विशेष र एक किसिमको अर्थपूर्ण बनाइदिनको लागि पनि म तपाईँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्दछु। र यस्तै किसिमको एउटा सांस्कृतिक जागरण, एउटा परम्परागत जागरण तपाईँ हामीमा हुन जरुरी छ। तपाईँ हामीमा सम्पूर्ण नेपालीमा अथवा नेपालका जति पनि विभिन्न किसिमका जाति र समुदायहरूमा पनि यस किसिमको जागरण आउन एकदमै जरुरी छ। र यस मानेमा तपाईँहरूलाई म विशेष धन्यवाद दिँदै यो आजको हाम्रो चासोक तङनाम विशेष कार्यक्रम आयोजना गर्दै गर्दाखेरि कोरियामा हामी विभिन्न किसिमका संस्थाहरू छौँ। यो संस्थाहरूले पनि हामीले एक आपसमा कार्यक्रमहरू गर्दाखेरि पनि विशेष ध्यान दिनुपर्ने अवस्थाहरू सिर्जना आउन आउँछ र हामीले यो यस किसिमको विशेष ध्यान विगतका दिनहरूमा पनि दिँदै गरेका हौँ। तर आज एउटा नियोजित बनाऊ अथवा एउटा संयोगवश बनाऊ, कुनै पनि एउटा संस्थाले आजकै मितिमा एउटा कार्यक्रम गरेर हामीलाई अलिकति एक किसिमको नकारात्मक रूपमा अवरोध सिर्जना गर्न खोजिएको छ, त्यसपछि पनि म त्यो कार्यको म घोर भ्रष्टना गर्न चाहन्छु। र एक किसिमको नियोजित रूपमा भन्नुपर्दाखेरि उहाँहरूले विभिन्न स्टेजहरूमा विभिन्न मञ्चहरूमा राजदूतावासलाई एउटा समुदाय बाँड्ने अथवा समुदाय बीच विभिन्न किसिमको द्वन्द्व सिर्जना गर्ने खालको एउटा आरोप लगाइरहनु भएको छ। उहाँहरूले जुन आरोपहरू लाउनुभयो त्यो आरोप उहाँहरूले स्वघोषित आफैले समुदायलाई बाँडेर समुदायलाई अलग गरेर स्वघोषित रूपमा जुन कि राजदूतावास
यहाँ कोरियामा आउनुभन्दा 2 वर्ष अगाडि नै स्वघोषित आफैले समुदाय भाँडेर त्यसपछि राजदूतलाई चाहिँ समुदाय भाँडेको भन्ने जुन किसिमको आरोप लाउनु भएको छ, यसप्रति पनि मेरो गम्भीर आपत्ति म यसै मञ्चबाट व्यक्त गर्न चाहन्छु। र यस किसिमको क्रियाकलापहरू निरन्तर रूपमा भइरहेमा आउँदा दिनहरूमा संस्थागत रूपमा होस् या व्यक्तिगत रूपमा कसरी आफ्नो कदमहरू अगाडि बढाएर अगाडि बढ्नुपर्छ, कुन किसिमको रणनीतिहरू हामीले अपनाउनु पर्छ, त्यसमा हामी पनि त्यस किसिमले हामी पनि सचेत र तयार रहेको पनि म यहीँबाट घोषणा गर्न चाहन्छु। यति भन्दै तपाईँहरू सम्पूर्ण अहिले यहाँ सांस्कृतिक रूपमा रमाउनको लागि तपाईँहरू व्याघ्र प्रतीक्षामा आउनुहुन्छ, त्यसको लागि विशेष समयहरू तपाईँहरूलाई यहाँ छुट्याएका छौँ संस्थागत रूपमा र म धेरै समय पनि लिन चाहन्न। अहिले यहाँनिर हाम्रो विभिन्न किसिमको मौलिक परिकारहरू पनि यहाँ उपलब्ध छ। त्यो मौलिक परिकारहरूको साथ सँगसँगै हाम्रो केलाङ, यालाङ र विभिन्न किसिमका हाम्रो सांस्कृतिक कार्यक्रमहरूमा तपाईँहरू भरपुर मनोरञ्जन प्रदान लिनको लागि म हार्दिक विनम्रतापूर्वक अनुरोध गर्दै तपाईँहरूलाई फेरि पनि यहाँ विशेष रूपमा धन्यवाद दिँदै आजको यो औपचारिक कार्यक्रम यही अन्त्य भएको घोषणा गर्न चाहन्छु। फेरि पनि म चासो टङ्गानको विशेष शुभकामना व्यक्त गर्दै म बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद।